हेलो गाइज, गुड मर्निङ सबैलाई। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु एन्ड ठिक छु होइन। अनि फेरि बिहानै मोबाइल किनिदिएको थिएँ भनेर सोचिराख्नु होला। अनि भेरी लङ टाइम पछि है मेरो भ्लग धेरै लङ टाइम पछि भयो। केही छैन यसको लागि, अब जोस् भनेको जस्तो त भइरहेको छैन, बट भनेको जस्तै गर्ने कोसिस चाहिँ जारी छ होइन। अनि बिहान नै कति 5:30 भयो भनौँ, अलि बढी भइसक्यो होइन। अनि म चाहिँ यस्तो बिहानै उठेर कहाँ जान आँटेको भनेर सोच्नु भयो होला। अब कस्तो बिहानै भोक लागेको क्या, फेरि मलाई टेन्सन भने होइन। यस्तो भोक लाग्यो भने चाहिँ टेन्सन हुन्छ फेरि। अनि म चाहिँ जिम जान लागिरहेको छु, त्यही ठाउँमा छु होइन। एकदम हुन्छ नि त, रमाइलो छ। आज मौसम पनि कति राम्रो छ हेर्नु न, बिहानै कति मजा आउने। गुड बिहानै उठ्दाखेरि फेरि फिल पनि अर्कै होइन, फिल पनि अर्कै क्या। अब पुरै एनर्जी भित्रैबाट एनर्जी भरिरहेछ नि त, बिहानै छिटो उठ्यो भने एनर्जी भरिन्छ भने। अनि आज चाहिँ म जिम गइरहेको छु। अनि मैले भनेको थिएँ म नेपाल जाँदैछु भनेर, फेरि नेपाल आएर निकै के भइसक्यो, धेरै कुरा भइसक्यो धेरै। अनि मैले जिम नै जोइन गरेको छु, धेरै टाइम भएन। अब चाहिँ सबजनालाई म एउटा सल्लाह दिन चाहन्छु, फिटनेसमा चाहिँ हरेक अगाडि बढ्नु होला, किनभने त्यो भनेको बेस्ट हो क्या, बेस्ट अफ द बेस्ट हो। अनि मेरो जिम चाहिँ यहीँ घर नजिकै छ होइन। अब 2 मिनट भयो, 3 मिनटमा चाहिँ पुग्छ होला सायद। फेरि आज धेरै ढिला भयो, धेरै टाइम पछि धेरै ढिला भयो, बट भोलिदेखि फेरि राम्रो ट्राई गर्नेछु। दिनको यही भनेर सुत्नु चाहिँ होइन, बिहान चाहिँ छिट्टै उठ्छु भनेर। तर फेरि बिहान छिटो उठ्नै सक्दैन, मतलब अल्छी, त्यही त हो। थाहा छ नि, सबभन्दा अल्छी भनेको मान्छे हो, आई थिङ्क मैले फिल गरेको होइन। धेरै अल्छी जात हो मान्छे भनेको, ह्युमन नेचर भनेको नि एकदम अल्छी। म चाहिँ जिम आइपुग्नु थालिसकेँ होइन, यहाँ नजिकै हो। अनि आज त मरिन्छ होला, बिहानै भोक लागिरहेको छ। किन हो फेरि यस्तो त हुने थिएन मलाई अरू बेलामा, आज चाहिँ बिहानै भोक लागिरहेछ क्या। जिम गरेर डम्बेल उचाल्नु नसकला भने टेन्सन फेरि होइन। डम्बेल उचाल्नु नसकेर फेरि नकआउट बिहोस भयो भने त टेन्सन हुन्छ नि त फेरि। अनि त्यही भएर यसो भोक लागिरह, अब जाने हो। पहिला स्ट्रेच गर्छु एकछिन होइन। अब म त जोइन भएको पनि धेरै दिन भयो होइन। ल भिडियो फेरि लामो बनिसक्यो, अहिलेलाई पच। फेरि म आइसकेँ जिममा। अनि म चाहिँ आइपुगिसकेँ जिमको बाहिर, यो मेरो जिम। अनि अब म भित्र इन्ट्री गर्छु। आज चाहिँ मेरो साथी पनि सँगै आइपुगेछ यहाँ, यो मेरो दोस्त। हामी ढिलाउने भन्ने आज ढिला भइदिरहेको क्या। ल अहिलेको फेरि पच है। अनि म इन्ट्री लिइसकेको छु। आज फेरि म भन्दा नि मेरो साथी अगाडि भएछ होइन। अब हामी डाइरेक्ट वार्मअपको लागि जान्छौँ, स्ट्रेचको लागि। दा गुड मर्निङ। मर्निङ। उहाँ चाहिँ मेरो कोच ट्रेनर दादा। आज अलि हामी ढिला दादा यसो स्ट्रेच गरेर आउँछ, स्ट्रेच गरेर तताउ बडीले तताउ। हस् त। अनि हामी एकैचोटि अब माथि जान्छु, एकछिन स्ट्रेच गर्छु होइन। अनि रमाइलो हुन्छ।
फक अनि यहाँ चाहिँ यो हो जुम्बा यहाँ स्ट्रेच गर्ने ठाउँ रमाइलो ट्रेनिङ ल अहिलेको लागि म एकछिन साइकलिङ गर्छु फर्स्ट हो त्यहाँ दौडिन गएको थियो अब मजा आउँछ ल अहिलेको लागि यति नै म चाहिँ साइकलिङ गर्न थालिसकेँ एकछिन जिउ तताउँछु लगभग 10 मिनट त्यो दौडिरहेछ आज फेरि म छिट्टो आउँछु भनेको थिएँ होइन हाम्रो चाहिँ पुरै पसिना पसिना बनाइदियो अनि हामी माथिबाट ओर्लिसक्यो तल अब यहाँको पालो मलाई सिधै रुमाल गएको छ त आज चाहिँ पुरै बेहाल भयो है त ल वेट बढाइदिन्छु मैले वेट पुल ओभर बाह्रको 3 सेट हाने है केटाले मेरो सक्यो अब लास्ट उसको पालो ऊ चाहिँ हाम्रो फेरि नयाँ साथी आइरहेछ हेलो ल सक्यो थाक्यो ऊ मर्नु आँट्यो सास जान लाग्यो उसको अब हेलो 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 अनि म जिमबाट फर्किसकेको छु लगभग अहिले कति बज्यो 7 साढे 7 हुन लाग्यो अनि म जिमबाट फर्किसकेको छु अब घर जान्छु होइन अब यसो केही खानेकुराहरू खान्छु अनि वेट बढा भनिरहेछ मेरो वेट चाहिँ अहिले 65 त्यस्तै लगभग त्यस्तै छ होला मैले अस्ति 2-3 किलो घटाइदिएको थिएँ जिम स्टार्ट गर्ने भनेर बटमा पछि बढा भन्न थालेँ क्या अनि फेरि मैले लोथ टन्नै खान थालिरहेछ अहिले झन् होइन ओभरै अब म वेट बढाइदिन्छु 1 महिनामै 3-4 किलो 5-6 किलो भनेर सोचिरहेको छु अब के हुन्छ हेरौँ गएर टक्क सावर लिन्छु अनि त्यहाँबाट के हुन्छ खानेकुराहरू खान्छु फेरि काममा जानु छ काममा म 8 बजे पुग्छु होला होइन अनि त्यही हो अरू भनेको त यस्तै हो खासै केही छैन नयाँ नौलो जुन दिन फेरि नयाँ नौलो आउँछ त्यो दिन फेरि म मोबाइल तिर्साइहाल्छु थाहा छँदैछ होइन सो आजको लागि यति नै सबैलाई बाई बाई हेभ ए गुड डे